So hello guys, how is going on? It's राति बजिरहेको छ अनि म सुतिन्छ होइन स्लिप सेड्युल लाइक फक्टअप भइरहेको त्योभन्दा पहिला चाहिँ म भन्न चाहेँ वान अफ द लाइफ लेसन दिएर छु त भनेको होइन सो लाइफ लेसन इज डोन्ट केयर अबाउट अदर्स थिङ्किङ अब चाहिँ हेर यो सोसाइटीमा सबभन्दा ग्रेट थिङ भनेको स्टडिज मात्र हो योर मार्क्स योर ग्रेड सिट मात्र यो तिम्रो जुन ग्रेड सिटमा जति मार्क्स आएको छ त्यसैले तिम्रो एभ्रिथिङ डिटरमाइन हुन्छ इन द सोसाइटी सो यदि तिमीलाई मनी अर्न गर्न छ भने यु हेभ टु लाइक लिसन टु द के अनाप शनाप पनि सुन्नुपर्छ अनि तिमीलाई आफैलाई पनि फिल हुन्छ कि यु आर गोइङ भेरी डिप डाउन यु आर लाइक गोइङ अन द रङ पाथ फिल हुन्छ त्यसपछि तिमीलाई धेरै थिङ्क गर्न लाग्छ कि आई सुड स्टडी मोर स्टडी हार्ड अनि यस्तो यस्तो गर्दाखेरि तिम्रो टाइम दिन पाउनु इन द लाइफ एन्ड दिस इज द म्याट्रिक्स वी आर एन्ड अनि त्यो नि गाह्रो हो मैले सोसियल मिडिया चलाउनु आई डोन्ट युज सोसियल मिडिया चलाउँछु बट धेरै कम चलाउँछु पहिला मेरो धेरै युज टाइम धेरैमा जान्थ्यो 8 आवर 9 आवर 10 आवर 11 आवर त्यस्तै जान्थ्यो मेरो इन लाइक जब म 1-2 वर्ष पहिला अहिले अनि त्यसपछि घटाउँदा मेरो हेर्न पनि सक्छु आई क्यान वाच इट बट नहेरिकन पनि आई क्यान डु द्याट आई क्यान डु कि नहेरिकन पनि बस्न सक्ने मैले सक्छु त सो के भन्न चाहन्छु भने त्यो हेर्न नबसिकन सके पनि आई क्यान गिभ टाइम अन एभ्रिथिङ टाइम इज लिमिटेड स्लिप लिमिटेड छ आई हेभ टु स्लिप अन त्यसपछि आई हेभ टु वर्क अन आई हेभ टु think of my physique, I have to think of my body, I have to think of my mental health and त्यसपछि एभ्रिथिङमा गर्दा जान्छ एन्ड यो स्टडिजले चाहिँ मेरो मोस्ट अफ द टाइम खाइदिन्छ लाइक एसाइनमेन्ट भनौँ एन्ड फ्युचर नै यसैमा भन्छ लेट्स सी तर मलाई लाग्दैन कि फर अर्निङ मनी इफ यु वान अर्न मोर मनी स्टडिज म्याटर द म्याटर इज स्किल्स एन्ड लाइक हाउ यु लर्न अबाउट द थिङ्स लाइक मनी कसरी भन्छ भने यु हेभ टु लर्न द्याट थिङ एन्ड यु विल गेट द्याट थिङ मेरो हिसाबले यु हेभ टु लर्न द स्किल राइट माइन्ड सेट तिमीले लर्न गर्छौ अनि त्यसपछि तिम्रो चाहिँ माइन्ड सेट त्यसैमा हुन्छ एन्ड यु विल गन बी अर्निङ नट मोर देन द पर्सन हु स्टडिज हार्ड स्टडी केमा गर्न मेनली स्टडी के गर्नुपर्छ भने इफ यु वान डु रिसर्च इफ यु वान do inventions, new invention. Study is necessary. You can't do things like society without marks you are valueless. यदि तिमी चाइल्ड छौ भने तिमी स्कुलबाट आऊ विदाउट मार्क्स अनि तिमी अर्निङ गरेर आएन भने इफ विदाउट मार्क्स यु आर भ्यालुलेस लिटरली सो आजको लेसन नै यही थियो कि डोन्ट केयर अबाउट कसैले तिम्रो मार्क्सको बारेमा भन्छ भने यदि तिमीले आफैले अर्को टाइममा लाइक तिमी सोसियल मिडिया चलाउनुभन्दा त स्टडी गर मार्क्स ल्याऊ इट विल बी मोर बेटर तर यदि तिमी अरू स्किलहरूमा लाइक सोसियल मिडिया मार्केटिङ भयो त्यसमा इन्भेस्ट गरिराख त्यो टाइम इन्स्टेड अफ स्टडिङ गो विथ द्याट मैले भन्दिनँ कि स्टडी कम्प्लिटली छोड मैले त कहिले पनि भनेकै छैन डोन्ट क्विट स्टडिज कम्प्लिटली बी एभरेज इन इट त्यसमा एभरेज भयो भने यता चाहिँ हामीले साइड वेमा ह्याभ एन अप्सन ह्याभ एन स्ट्रङ बेस द्याट अरूले टाइम वेस्ट गऱ्यो भने यु हेभ टु बिल्ड अ गुड बेस इन द्याट थिङ सो त्यो गर आजको लागि यति नै अनि रात पनि बसेको अब म सुत्न जान्छु 10:16 भयो बिहान 4 बजे उठ्ने हो गाह्रो छ मर्निङ क्लासको सो आजको लागि यति नै बाई लभ यु गाइज